यी 6 कुराहरू जुन गोप्य राख्नु नै बुद्धिमानी हुन्छ। हाम्रो जीवनमा केही कुराहरू यस्ता हुन्छन् जसलाई हामीले जति गोप्य राख्यौं उति नै हाम्रो शान्ति र सफलता सुनिश्चित हुन्छ। धेरै खुसी वा धेरै दुःखमा आफ्ना निजी कुराहरू अरूलाई बताउनु पछि गएर ठूलो गल्ती हुन सक्छ। आज हामी ती 6 महत्त्वपूर्ण कुराहरू बारे कुरा गर्दैछौँ जुन तपाईले कसैलाई पनि भन्नु हुँदैन। आफ्नो आर्थिक अवस्था। पैसासँग सम्बन्धित कुराहरू सधैँ गोप्य राख्नुपर्छ, किनभने मानिसहरूले तपाईलाई ऋण माग्ने, जलन गर्ने वा तपाईको फाइदा उठाउने प्रयास गर्छन् यदि तपाईको आर्थिक अवस्था राम्रो छ भने। यदि आर्थिक अवस्था कमजोर भए मानिसहरूले तपाईलाई हेला गर्न सक्छन्। आफ्नो आर्थिक व्यवस्थापन आफै गर्नुहोस् र यसलाई कसैको सामुन्ने प्रकट नगर्नुहोस्। आफ्नो लक्ष्य र सपनाहरू। आफ्नो सपना र ठूला योजनाहरूलाई तबसम्म सीमित राख्नुहोस् जबसम्म तिनीहरू पूरा हुँदैनन्। तपाईले भर्खरै सुरु गरेको ठूलो लक्ष्य वा नयाँ व्यापारको विचार वा महत्त्वाकांक्षी योजनाहरू कसैलाई पनि नबताउनुहोस्, किनकि धेरै मानिसहरूले तपाईको लक्ष्यलाई कम आकलन गर्न सक्छन् वा नकारात्मक टिप्पणी गरेर तपाईको मनोबल तोड्न सक्छन्। केही मानिसहरूले तपाईको विचार चोरी गर्न सक्छन् वा तपाईको सफलतामा बाधा पुर्याउने प्रयास गर्न सक्छन्। पारिवारिक समस्याहरू। हरेक परिवारमा समस्या हुन्छन्, तर यसलाई घरभित्रै राख्नुपर्छ। श्रीमान श्रीमती बीचको झगडा, पारिवारिक कमजोरी वा घरभित्रको कलह सधैँ गोप्य राख्नुहोस्, किनकि अरू मानिसहरूले तपाईको पारिवारिक कमजोरीहरूको फाइदा उठाउन सक्छन् वा तपाईको सम्बन्धबारे गलत धारणा बनाउन सक्छन्। यदि तपाईले कसैसँग सल्लाह लिनै परेमा पूर्ण भरोसा भएका व्यक्ति वा पेशेवर काउन्सिलरसँग मात्र कुरा गर्नुहोस्। प्रेम सम्बन्धका कुराहरू। प्रेम जीवनसँग सम्बन्धित कुराहरूलाई जति निजी राख्यो त्यति नै राम्रो हुन्छ। तपाईं र तपाईको पार्टनर बीचको निजी कुराकानी, सम्बन्धका उतार चढाव वा ब्रेकअप पछिको पीडा सधैँ गोप्य राख्नुहोस्, किनकि मानिसहरूले तपाईको सम्बन्धलाई लिएर गफ फैलाउन सक्छन् वा अफवाह फैलाउन सक्छन्। कठिन समयमा केही मानिसहरूले तपाईको भावनाको फाइदा उठाउन सक्छन्। सकेसम्म आफ्नो सम्बन्धलाई बलियो बनाउनमा ध्यान दिनुहोस्, त्यसलाई सार्वजनिक गरेर मजाकको पात्र नबन्नुहोस्। आफ्नो कमजोरीहरू। आफ्नो कमजोरीहरूलाई अरूको सामुन्ने उजागर गर्नु भनेको तपाईको लागि खतराको ढोका खोल्नु जस्तै हो। तपाईले व्यक्तिगत कमजोरी, डर वा कमीहरू तपाईले आफैसँग सीमित राख्नुपर्छ, गोप्य राख्नुपर्छ, किनकि केही मानिसले तपाईको कमजोरीको फाइदा उठाएर तपाईलाई मानसिक वा भावनात्मक रूपमा चोट पुर्याउन सक्छन्। आफ्नो कमजोरीहरूलाई अरूलाई नभनी आफै चिन्नुहोस् र त्यसलाई सुधार गर्नमा ध्यान केन्द्रित गर्नुहोस्। गोप्य योजनाहरू र ठूला निर्णयहरू। तपाईले गोप्य योजना जुन तपाईको जीवन परिवर्तन गर्ने निर्णयसँग जोडिएको छ, ती कुराहरूलाई सधैँ गोप्य राख्नुहोस्। नयाँ जागिर बदल्ने निर्णय, नयाँ व्यापार सुरु गर्ने तयारी वा जीवनको कुनै ठूलो मोड लिने निर्णय, यी सबै कुरा तपाईले गोप्य राख्नुपर्छ, किनकि मानिसहरूले ईर्ष्याले गर्दा तपाईको योजना बिगारिदिन सक्छन्। तपाईले पूरा भरोसा गरेको साथी वा व्यक्ति पनि समयसँगै दुश्मन बन्न सक्छ र तपाईको गोप्य कुरालाई दुरुपयोग गर्न सक्छ। महत्त्वपूर्ण निर्णयहरू लिँदा तपाईले त्यसलाई कार्य रूप दिएपछि मात्रै अरूलाई जानकारी दिनुहोस्। आफ्नो जीवनको नियन्त्रण र शान्ति कायम राख्नको लागि यी 6 कुराहरू सधैँ गोप्य राख्नुहोला, किनकि गोपनीयतामा नै शक्ति लुकेको हुन्छ।